सो वेलकम अगेन टु माई भ्लग है गाइज। अनि अहिले चाहिँ म उठेर पनि सर टक्क युनिफर्म लगाइसकेँ भनौँ न। अनि माई ब्याकप्याक इज अल्सो रेडी बट माई डिनर बिहानको ब्रेकफास्ट चाहिँ अहिले रेडी भएको छैन। सो एकछिन कुर्छौँ अनि घरतर्फ जान्छौँ। एन्ड माई रुम इज क्लिन्ड। सो आज चाहिँ म अलिक ढिलो उठेँ भनौँ न। 5:40 तिर उठेँ एन्ड 10 मिनट्स यताउति गर्दा भयो। अनि त्यही हो, द्याट्स भेरी नै त। खाजा रेडी भइसक्यो। ब्रेकफास्ट इन्डियामा। सो हामी कलेज जान्छौँ है त। सो आइ एम इन द रोड है, म कलेज जाँदैछु एन्ड अहिले चाहिँ 6:70 भइसक्यो। सो इट्स काइन्ड अफ लेट सिचुएसन। अनि बाटो एकदम पिस छ किनभने मर्निङ हो नि त। एन्ड काठमाडौँको मान्छेहरू चाहिँ 10 बजीभन्दा अगाडि नो 7-8 बजीभन्दा अगाडि उठ्नु हुँदैन है कोही होइन। अनि अहिले म जाँदैछु। आज मेरो ग्लोभ्स पनि ल्याएन बिकज द मोस्ट अफ द एमेजिङ थिङ्स मतलब एकदम चकित लाग्दो कुरा चाहिँ के भन्दाखेरि मेरो ब्याकप्याक यत्रो ठुलो किनकि हेर्न लुक अब यो ब्याकप्याक चाहिँ मेजर प्रब्लम भइसक्यो क्या। यो बुकहरू छ लन्च होइन, सो यति त गर्नु पर्यो। अब यसको प्रब्लम सल्भ म निकालेर छाड्छु जसरी भयो भने होइन। दिस इज सो ब्याड नो। सो त्यही हो, अब लेट्स कन्टिन्यू। अब म कलेजबाट निस्किएपछि मात्र भिडियो बनाउँछु किनभने कलेजमा फोन ब्यान छ। ब्यान त छैन भनौँ, त्यहाँ लकर पनि राख्नुपर्छ क्या। एन्ड सो त्यही हो, लेट्स कन्टिन्यू है त। सो वेलकम ब्याक अगेन टु माई भ्लग है। अहिले चाहिँ म कलेजबाट आइसकेँ एन्ड यो चाहिँ बाटो र यहाँनिर चाहिँ खोइ के हो कन्स्ट्रक्सन चलिरहेको रहेछ एकदम राम्रो। मेबी वाटर सिँचाइ भनौँ न, पानीको सिँचाइ बनाउँछ जस्तो लाग्यो। सब जाम हेरौँ कस्तो हुन्छ जर्नी। अगाडि ट्राफिक छ जस्तो लाग्यो होइन। सो है त, यस्तो छ है भ्यू एकदम दामी होइन। वाउ, त्यही हो अब घर जान्छौँ होइन। अनि घरमा के काम छ त्यो गर्छौँ। अनि गरिसकेपछि यही त आज ब्याक मतलब त्यो एससी थर्ड बुस्ट इक्जाम थियो। अनि त्यसले गर्दा अलिक 1-2 बजे क्या, अहिले 1 बजिरहेछ। त्यस्तै 20 मिनट होला होइन। सो आज काममा पनि जानु पाउँदैन जस्तो लाग्यो मलाई किनभने बिकज आई वाज सो मच लेट। अनि त्यही हो, अब लेट्स कन्टिन्यू। अगाडि ट्राफिक छ अनि यहाँनिर चाहिँ रोजगार पनि खुल्यो रहेछ विच इज क्वाइट गुड फर नेपाली जनता। तर मोस्ट अफ नेपाली हुँदैन यहाँ, सब इन्डियनहरू मात्रै हुन्छ। सो लेट्स कन्टिन्यू है त। सो फ्रेन्ड्स अहिले चाहिँ म घर आइपुगिसकेँ अनि सबै कामकाजहरू गरिसकेँ। एन्ड द टाइम अहिले चाहिँ के भन्दाखेरि खाना खाने टाइम भइसक्यो। सो आई एम ह्याभिङ अ डिनर होइन, लन्च होइन। अनि लन्च खाएपछि के गर्नुपर्छ भन्दाखेरि बाहिर सामान लिन जानुपर्ने छ। अनि दाइसँग जान्छु अनि त्यही हो स्कुटीमा होइन। अनि हियर इज माई मास्टर पिस। सो लेट्स कन्टिन्यू है त विदाउट वेस्टिङ टाइम। सो फ्रेन्ड्स अहिले चाहिँ म बाहिर जानेछु टु ब्रिङ अ भ्याक्युम होइन। सो लेट्स गो। अनि मा चाहिँ चिन्दैन किनभने मार्क्स लाउँछु नि त एन्ड ग्लास अल्सो। सो लेट्स गो एन्ड हेभ राइड विथ स्कुटी है त। आई एम इन द रोड राइट नाउ। अनि हाम्रो डेस्टिनेसन चाहिँ मेबी 22 किलोमिटरभन्दा धेरै नै हुनेछ। सो त्यही हो, यो चाहिँ गोलफुटार एरिया
the way we are going हैन स्कुटीमा मजा आउँछ हैन स्पिड पनि त्यस्तै हुन्छ अनि त्यही हो so let's begin with the journey of my okay bye Lights went down when you feel lost in your shadow. Don't feel स्वयम्भू हैन स्वयम्भूको रेन्जमा आइपुगिसक्यो हामी चाहिँ fire went out, lights went down when you feel lost in your shadow. Don't feel alone, don't scream so loud. We are living in this cruel world. Broken but strong, gotta move on. You're not a bakery of life. Equip my soul, find the real gold. I'll fulfill what I started. पछाडि स्वयम्भू हैन स्वयम्भूको भ्यू बवाल छ so let's continue with the सो अहिले चाहिँ हामी बौद्ध कटिसक्यौँ बौद्ध कि स्वयम्भू होला होइन सो अझै टाइम लाग्छ लेट्स कन्टिन्यू यता सो नाउ वी आर इन कलङ्की एन्ड दिस इज द भ्यू यहाँ पुल रहेछ द भ्यू इज गुड क्वाइट गुड न घाम माथि छ सो लेट्स कन्टिन्यू है त So finally we are here in the CG company. CG company को भ्याक्युम एकदम राम्रो हुन्छ सो हाम्रो स्कुटी पनि पार्क भइसक्यो सो लेट्स गो टु द CG company है त मतलब कम्पनी त नभनौँ सप भनौँ न सप सोरुम CG को सोरुमतर्फ जान्छौँ सो लेट्स गो यस्तो ढाड दुखिरहेछ नि 22 किलोमिटर होइन 45 मिनट्स अन द स्कुटर सो त्यही हो लेट्स कन्टिन्यू है त सो फ्रेन्ड्स अहिले चाहिँ हाम्रो सबै सामान निकालिसक्यो एन्ड दिस इज सो अब लेट्स गो होइन बेलुका भइसक्यो हेर स्कुटी सो लेट्स गो है त सो अब लेट्स गो है त चस्मा लाऊँ पहिला हजुर एकदम भयो खासमा प्लान चाहिँ के थियो भन्दाखेरि भ्याक्युम चाहिँ मैले बोक्ने अनि दाइले बाइक चलाउने तर अहिले चाहिँ भ्याक्युम चाहिँ उयसमै मतलब भनौँ न स्कुटीमै राख्नु मिल्दो रहेछ सो मेरो लागि चाहिँ अलिक सजिलै भयो भनौँ न सो त्यही हो सतुनगढ कि के हो सतुनगढ होइन सतुनगढ दामी छ दिस इज हाई इन एल्टिट्युड अफ माई प्लेस भनौँ न मेरो एज कम्पेयर टु माइन होइन सो अब जान्छौँ घर पुग्छौँ अनि त्यही हो लेट्स कन्टिन्यू है त So friends, now we are here in my room, है ना
अनि अहिले चाहिँ अलिकति त्यो ढाड दुखिरहेछ सो आई हेभ टु टेक सम रेस्ट एन्ड फ्रेस भएर रेस्ट लिन्छु सो किप कन्टिन्यू है त सो नाउ हियर आई एम है वाकिङ विथ द डग है न हेर्न यसले पुरै तान्छ क्या ऊ यस्तो ल यो झर्यो भने तल झर्नु अरे भुइँतिर त्यही डाँडामा जानु होला यहाँ किनभने यता बाटो छैन नौ भाइ यता जानुपर्छ है गो माथि चढ है भाइ माथि चढ्नुहोस् हजुर ए पुरै तान्छ कि है त्यता होइन फरवर्ड स्ट्रेट you have to go straight forward bro come on bro hey hey go woo sorry मेरो चप्पल खस्यो ए माथि जान हो भाइ go up and then no straight up woo same view same location but म आज हल्का गलिरहेको छु लो इनर्जी भनौँ न काइन्ड अफ होइन दिस इज द भ्यू है कस्तो जङ्गल के यो लास्ट हो हुनु पनि पऱ्यो नि त होइन डगी भएपछि यहाँ सुत्दै गर्छ and they have a lot of dopamine होइन to waste their energy so त्यही हो अब लेट्स कन्टिन्यू होइन किनभने म एकछिन बस्छु अनि घरतर्फ लाग्छु त्यही हो सेम रुटिन है त सो यो आजकल छ नि यो आजकल काठमाडौँ किन यस्तो प्रदूषित हेर्नुहोस् त ल पुरै धम्म होइन पुरै नि पोल्युसनै पोल्युसन छ क्या हेर्नु न ल अहिले त सास पनि मास्क लाउने किन काठमाडौँमा चाहिँ है गाउँतिर त भोपाल हो गाउँ भनेको गाउने हो होइन सो मेरो गाउँ चाहिँ सङ्घसभा हो होइन सङ्घसभा मकालु अनि खातबारी गुवाबारी सेखा त्यस्तै चाहिँ हो सो कहाँ गर्छु छोड्दै थिएँ एकछिन है होइन कहाँ यहाँ चाहिँ घुमिरहेछ यो चाहिँ भाग्दैन के होइन सेट डाउन है हेर्नुहोस् न ल गद्दारी करबे सो त्यही हो अब यसलाई लिएर जान्छु है त कस्तो मजा खेलेको हेर्नु न ओ फुल इनर्जेटिकै पुरै खोच्चर चाहिँ ज्यादा तेज है हमारा लुडो है कम होइन हेर्नु त भाग्छ क्या यो अब फ्रिडम पाएपछि त्यस्तै हो फ्रिडम दिनै मन लाग्दैन कहिले कहिले तर डगी छ होला दिनुपर्छ कि नौ ल भागेको ल ए नो त्यस नर फ्रेन्ड्स होइन मैले यो यसलाई यो लुनालाई एकछिन के छोडिदिएको थिएँ ल है रे सेट कुरो नि हेर्नु नि ल जिउभरि कुरै छ कुरो यता वाट इज दिस वाट इज दिस कसले गरिदिन्छ भाइ म त निकाल्नु आउँदैन नि त नमस्ते गर नमस्ते ए हुन्छ अब त्यही हो घरमा लगेर यसलाई त्यो भन्छ नि ब्रसिङ गर्छु अनि त्यहाँदेखि डाइरेक्ट बेलुका भेट्छु है त तपाईँहरूसँग है त ओके लेट्स कन्टिन्यू है त सो फ्रेन्ड्स अहिले चाहिँ म नेटफ्लिक्स हेर्दैछु सो यति घन्टा नेटफ्लिक्स हेर्छु आज जस्ट चिल एन्ड इन्जोय है एन्ड दिस इज द अब प्ले गरौँ है त सो त्यही हो डब्बा कार्पेल सो सी यू सुन है त सो वेलकम अगेन होइन अब अहिले चाहिँ
12 भइसक्यो सो स्लिपिङ टाइम पनि भइसक्यो एन्ड आई गट सावर फ्रेस सब भइसक्यो एन्ड आज म पढ्दिनँ होला किनभने आज लास्ट अल्छी लागिरहेछ एन्ड माई बेडसिट अल्सो रेडी रुम अल्सो क्लिन होइन त्यो दिउँसो चाहिँ बिहान चाहिँ क्यामेरा चाहिँ कस्तो फोर रहेछ अनि क्वालिटी पनि पुरै लोदर आएछ क्या सो त्यसको लागि आइएम सरी होइन आई एभलाइज फर माई मिस्टेक एन्ड नेक्स्ट टाइम आई विल नट रिपिट द्याट अगेन एन्ड अगेन है सो त्यही हो अब मैले खाजा पनि खाइसकेँ त्यसको म भिडियो त बनाएन किनभने त्यो हरेक चिजको त के देखाउनु होइन तपाईँहरूको पनि टाइम छ सो दिस मच फर टुडे गुड नाइट टु अल होइन सो थ्याङ्क्स फर वाचिङ एन्ड प्लिज कमेन्ट below the video so okay hi the bye